हेलो नमस्कार। मेरो नवरात्रिको भिडियोहरू चाहिँ मैले लिएर आउँछु भनेको थिएँ प्रत्येक दिनको, तर मैले नवरात्रिको फर्स्ट डेको भिडियो चाहिँ अपलोड गरेँ। त्यसपछि लगभग सबै दिनहरूको भिडियोहरू चाहिँ मेरो एउटै खालको नै रुटिनै एउटै थियो। अन्त भर्खर एउटै कुरा कति अपलोड गरेँ जस्तो लाग्यो, मैले अपलोड गरिनँ। नत्र चाहिँ सिमिलर टु फर्स्ट डे मेरो प्रत्येक दिन उठ्ने, चोखो हुने, अनि मैले चोखो भएर अनि पूजा गर्ने, बत्तीहरू हेर्ने, अनि मेरो खाजाहरू पनि लगभग सिमिलर नै थियो लगभग सबै दिनहरूको। त्यही भएर मैले अरू दिनको छुट्टै भिडियो चाहिँ बनाइनँ। अन्त तर मैले के पूजा गर्ने त्यही नै भइरह्यो। अनि यस्तै छ। सप्तमीको दिन चाहिँ मैले फुलपाती भित्रको माला चाहिँ गरेको थिएँ, तर त्यसको भिडियो बनाउन बिर्सेछ। अरू चाहिँ यस्तै नै हो। अनि यस नवरात्रि व्रत मेरो फर्स्ट व्रत थियो, अनि एकदम मेमोरेबल भयो, रमाइलो भयो, खुसी लाग्यो। मैले नवरात्रि पूजा व्रत समापन गर्न सकेँ। नवरात्रिको लास्ट दिनमा चाहिँ हामीले कन्या पूजा गरेका थियौँ। 9वटा कन्यालाई बोलाएर उनीहरूलाई पूजा गरेर त्यसपछि खाजा खुवाउने काम गरेको थियो। त्यसको मैले भिडियो चाहिँ गरेको छु। अनि मैले कन्या पूजा गरेर कन्यालाई भोजन गराएर त्यसपछि चाहिँ मैले भोजन गरेको थिएँ। तर नर्मल खाजाहरू नै खाएको थिएँ। मैले खाना चाहिँ खाएको थिइनँ कि अरू बेलामा मैले 9 दिन चाहिँ खाजा खाएको थिएँ, त्यसरी पनि खाजा खाएको थिएँ। अनि भोलिपल्ट दशमी विजय दशमीको दिनमा चाहिँ बिहानमा चाहिँ लगेर नवरात्रि चाहिँ समापन गर्ने थिएँ। दिदीको घर कहाँ हो? हस्, धन्यवाद।